वेलकम बैक मेरो ब्लगमा। आज चाहिँ हामी उन्नति भिलेजमा आएका छौँ सिजी को। मेरो भिडियोहरू धेरै पछि आज रेकर्ड गर्दैछु म यो युट्युबको लागि हैन। 2 वर्ष नै भयो होला लगभग मैले भिडियो नबनाएको र आज चाहिँ हामी यहाँ घुम्न आएका छौँ सिजी को यो उन्नति भिलेजमा र आज म देखाउँछु यहाँ के छ कस्तो छ ठाउँ है। यहाँ चाहिँ यस्तो गल्ली रहेछ र यहाँ यो लिचीको बोट चाहिँ रहेछ, लिचीको बगैँचा यस्तो। अनि वालमा चाहिँ पेन्टिङहरू चाहिँ रहेछ यहाँ। नेपालको दृश्य झल्काउने टुरिज्ममा एट्र्याक्ट गर्ने एउटा राम्रो ठाउँ हैन घुम्नको लागि। आधी 1 घण्टामा त है बाटो अहिले राम्रो बनाएको रहेछ है यहाँ यो बाटो। अनि चाहिँ हामी आधी 1 घण्टामा पुग्यौँ यहाँ। यहाँनिर घुमेको चार्ज लाग्दो रहेछ 200 रुपियाँ टिकट है, पर व्यक्ति 200 रुपियाँ टिकट रहेछ। र यो हुन्छ नि एकदम नाइस नाइस नेपाललाई रिप्रेजेन्ट गर्नको लागि हुन्छ नि टुरिस्टहरूको अगाडि एकदम नाइस प्लेस। अहिले म भिड्दा चिन्ने बित्तिकै मलाई यहाँको सिजन कुन सिजन बेस्ट सिजन हो घुम्नको लागि मलाई थाहा छैन हैन। तर यहाँनिर एकदम शान्त के, म यहाँनिर यो गेटमा पस्ने बित्तिकै मलाई यस्तो शान्त महसुस भयो कि हैन। म घरमै बसेर धेरै घुमेको छैन म अहिले बाहिरबाट आएर, तर यहाँनिर एकदम राम्रो लागिसक्यो कि मलाई अहिले फिल भइसक्यो। सानो कुण्ड अथवा पोखरी, सानो ताल जस्तो बनाएको रहेछ यो ब्रिज छ, यहाँ पुल छ। अनि चाहिँ फोटो सुटिङ हैन भिडियो सुटिङको लागि एकदम राम्रो लोकेसन रहेछ यो पनि है। अनि चाहिँ यहाँनिर सब्जीहरू पनि लगाएको देखेँ मैले, गार्डनिङ गरेको। यहाँ रुम पनि छ सायद है, यो ठाउँमा रुम पनि छ, ऊ पनि छ, म्युजियम पनि छ। नेपालको थारू दराई मतलब यो तराईको क्षेत्रलाई रिप्रेजेन्ट गर्ने म्युजियम पनि छ के, सङ्ग्रहालय भनौँ भन्नुभएको थियो त्यो दाइले हैन। यहाँको लोकल कम्युनिटीलाई रिप्रेजेन्ट गर्ने म्युजियमहरू। अनि त्यहाँको के युटेन्सिल के कुराहरू युज गरिन्छ डेली लाइफमा, पहिलाको समयमा के युज गरिन्थ्यो त्यस्तोहरू पनि छ यहाँ। त्यो गार्डले एकदम राम्रोसँग डिस्क्राइब गरिदिनु भयो कि यहाँनिर जाने यसरी हो बा यहाँ घुम्नु। मलाई त्यो उसमा सिसी क्यामेराको त्यो मोनिटरिङ रुममा लगेर यो ठाउँमा जानु, यस्तो ठाउँमा जानु भनेर राम्रोसँग एक्सप्लेन गरिदिनु भयो गार्डले हैन। अनि त्यसपछि हल्का यो ठाउँको बारेमा एक्सप्लेन गरिदिनु भयो। त्यही भएर नै मलाई हल्का कन्फिडेन्स आयो कि यो बारेमा बोल्नको लागि। यहाँ चाहिँ यस्तो हस्तकलाहरू रहेछ। र अब म भित्र जाँदैछु। यहाँ चाहिँ डिफ्रेन्ट आर्टहरू रहेछ। यहाँ चाहिँ आलु मैले देखेअनुसार, मैले जानेअनुसार चाहिँ आलु र तोरी पनि देखेँ। अनि मुला पनि कहीँ देखेँ र साग, रायो साग पनि देखेँ अर्को साइडमा। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले। यो ल्यान्डको राम्रो सदुपयोग भनौँ न। यहाँनिर सायद ऊ पनि छ, रेस्टुरेन्ट छ, कलाघर। हामी चाहिँ अहिले कलाघर यो उन्नति भिलेजको
कलाघरमा आएका छौँ, जुन चाहिँ एकदमै फेमस छ। आजदेखि होइन, आजभन्दा 3 वर्ष 4 वर्ष अगाडिदेखि नै धेरै नै फेमस थियो। हामी लेट भयौँ आउनलाई होइन, तर यहाँ आइसक्नु भएको मान्छेहरूलाई चाहिँ आइसकेको जो हुनुहुन्छ उहाँलाई चाहिँ पक्कै पनि थाहा छ यो ठाउँ कलाघर, जहाँ चाहिँ एकदमै धेरै सुटिङहरू, धेरै टिकटक बनाउने ठाउँ, एकदम सोसल मिडियामा एकदम फेमस भएको ठाउँ चाहिँ यो कलाघर हो। अरूभन्दा यो ठाउँले चाहिँ एकदम यो उन्नति भिलेजको एट्र्याक्सन भनौँ न नै यही पोइन्ट छ। र यहाँ फुलहरू पनि रहेछ, एकदम गार्डन टाइपको होइन, एउटा बङ्गला नेपाली स्टाइलमा एउटा भिला बङ्गला जस्तो टाइपको छ। अनि चाहिँ खर हुन्छ नि माथिबाट, त्यो खरले छाएको छ सबै पुरा। टिन भन्दा नि ढलान भन्दा नि खरले थारू स्टाइल भनौँ न नेपालको तराई क्षेत्रमा हुने घरहरूलाई नै रिप्रेजेन्ट गर्ने, तर अलिक ठुलो। अब हामी भित्र जाँदैछौँ, हेर्छौँ कस्तो छ त्यहाँनिर, हल्का फोटोहरू खिच्छौँ। अनि यहाँनिर एकदम झुमर भन्छ होइन, र नेपाली स्टाइलमा माटोको बनाएको छ। काठको छ, यो काठको झ्यालहरू होइन, नेपालको कल्चरलाई रिप्रेजेन्ट गर्ने क्षेत्र राखेको रहेछ। एकदम शीतल, किनकि यो माटोको बनिएको छ। हुन त अहिले जाडो सिजनै हो, तर यो गर्मीमा पनि एकदम शीतल हुने ठाउँ, किनकि माटोले बनेको, खरले बनेको। मेरो आफ्नै घर पनि गाउँमा माटोको थियो, अहिले चाहिँ छैन भनौँ न, भत्कियो थियो। अनि चाहिँ हामी पनि गाउँमै हुर्केको मान्छे हो। एकदम माटोको घर चाहिँ गर्मीमा पनि शीतल, अनि जाडोको बेलामा चाहिँ न्यानो हुने होइन, आगो बालेर। यहाँ पनि आगो बाल्ने ठाउँ रहेछ, चिम्नी भनौँ, एउटा चिम्नी रहेछ। त माटोको भाँडा बनाउँदैछ, के बनाउनु त्यसबाट? बुढिया बनाउँदा हुन्छ यसबाट? हुन्छ। के बनाउनु मिल्छ यसबाट? दियो होइन, म दियो बनाउने ट्राई गर्छु है। अनि चाहिँ घर बनाउने 50% तिम्रो 50% भयो। नै म 70% हाल्दैन रेडी। आगो भयो। हल्का सिधा बनाउनु पर्ने है। अब चाहिँ म चिया खाने कप बनाउँदैछु है। भर्खरै चाहिँ हामी अब माटोको भाँडा, हस्तकला भनौँ न, माटोको भाँडा बनाएर आइयो। मैले एउटा कप र दियो बनाएको थिएँ, उसले चाहिँ एउटा दियो बनायो। र चाहिँ एउटा चाहिँ हामीले लग्न मिल्छ भनौँ न, एउटा पिस चाहिँ हामीले लग्न मिल्छ। प्राइस चाहिँ 200 रुपियाँ रहेछ। मैले चाहिँ आफै बनाएँ। यहाँनिर वाल पेन्टिङ चाहिँ फ्याबुलस। यो चाहिँ नेपालको तराई क्षेत्रको
रिप्रेजेन्ट गर्ने एउटा म्युजियम भनौँ न।